कार्यक्रम भूकम्पीय चेतनाको आजको अङ्कमा तपाईलाई स्वागत छ। हामी आजको कार्यक्रममा नेपालमा भूकम्पीय जोखिमको अवस्था र व्यवस्थापनका लागि भएका प्रयासहरूका विषयमा छलफल प्रस्तुत गर्नेछौँ। हाम्रो देश भूकम्पको अत्याधिक जोखिममा रहेको कुरा हामीले बारम्बार चर्चा गरिसकेका छौँ। विगतमा गएका भूकम्पका तथ्याङ्कहरूको अध्ययन र भौगोलिक कारणले हाम्रो देशमा जुनसुकै समयमा पनि महाविनाशकारी भूकम्प जान सक्ने विज्ञहरूको अनुमान छ। भूकम्पको उच्च जोखिममा रहेको हाम्रो मुलुकमा भूकम्पीय जोखिम व्यवस्थापनका लागि अहिले के कस्ता प्रयासहरू भइरहेका छन् त? हामी आज यही विषयमा छलफल गर्नेछौँ। यसका लागि आज हामीसँग स्टुडियोमा हुनुहुन्छ नेपाल सरकार गृह मन्त्रालय विपद व्यवस्थापन शाखाका उपसचिव प्रदीप कोइराला र यसैगरी हामीसँग हुनुहुन्छ अक्सफामका मानवीय सहायता तथा विपद जोखिम न्यूनीकरण कार्यक्रम संयोजक विमल गदाल। यहाँहरूलाई कार्यक्रममा हार्दिक स्वागत छ। धन्यवाद। म सबैभन्दा पहिले प्रदीप सरकोमा जान चाहन्छु। भौगोलिक अवस्था र हाम्रै आफ्नै कमजोरीका कारण हाम्रो देशमा यो भूकम्पीय जोखिम बढिरहेको यस अवस्थामा भूकम्पीय जोखिमलाई न्यूनीकरण गर्नका लागि नेपाल सरकारले अहिले के गर्दैछ? भौगोलिक अवस्था र मानवीय कमजोरीका कारण वास्तवमा जोखिम बढिरहेको अवस्था छ। त्यसको न्यूनीकरण गर्नको लागि सरकारको लेभलबाट समुदायको लेभलबाट प्रयासहरू भइरहेकै छ। त्यसमा सरकारी लेभलबाट जस्तै अब दैविक प्रकोप उद्धार ऐन, विपद व्यवस्थापन राष्ट्रिय रणनीति, एनडीआरएफ, नेसनल डिजास्टर रिस्पोन्स फ्रेमवर्क, यी यस्ता संस्थागत सम्बन्धहरू सरकारले कार्यान्वयन गरि नै रहेछ। त्यसपछि स्कुललाई रेट्रोफिट गर्ने काम, हस्पिटल रेट्रोफिट गर्ने काम, अनि समुदायलाई परिचालन गर्ने काम, खोज र उद्धार चाहिँ फोर्स गठन गर्ने काम, यस्ता विभिन्न क्रियाकलापहरू सरकारले गरिरहेछ। यसबाहेक अहिले भर्खरै सबैभन्दा महत्त्वपूर्ण सरकारले गरेको काम भनेको 83 वटा खुला क्षेत्रको घोषणा गर्ने काम हो। त्यो चाहिँ क्याबिनेटबाट घोषणा भइसक्यो, राजपत्रमा प्रकाशित भइसकेको छ। अब यो 83 ओपन स्पेसलाई व्यवस्थापन गर्ने कार्य चाहिँ एकदमै तदारुकतासाथ अगाडि बढाइरहेको अवस्थामा छ। नेपाल सरकारले 83 वटा खुला क्षेत्र घोषणा गरेको कुरा बताउनु भयो। यी खुला क्षेत्र भनेको कस्तो खुला क्षेत्र हुन्, के काम हुन्छ यहाँ? मेगा डिजास्टरमा विस्थापित मान्छेलाई कसरी त्यहाँ राख्ने, टेन्ट बनाएर कसरी राख्ने, अथवा विदेशबाट आउने ह्युमेनिटेरियन सहायताहरू चाहिँ हुन्छ ती सामानहरू कहाँ राख्ने, वेयर हाउस कहाँ राख्ने, त्यसपछि विभिन्न त्यो बेलामा ट्रिटमेन्टहरू गर्नुपर्छ, त्यो मेडिकल क्याम्पहरू कहाँ राख्ने, होइन गार्बेज डिस्पोजल हुन्छ, त्यो गार्बेज डिस्पोजल कहाँ राख्ने भन्ने हिसाबले अब 83 वटालाई कुन क्याम्पलाई के पर्पसमा प्रयोग गर्न सकिन्छ भन्ने कुरा पहिले आइडेन्टिफाई गर्नुपर्छ। त्यसपछि क्याम्प नै राख्न मिल्ने कहाँ छ त्यो आइडेन्टिफाई गरेर हामीले त्यो ठाउँको लागि एउटा विशेष प्रबन्ध गर्नुपर्छ। जस्तै अब टेन्ट त डिजास्टर भएको बेलामा राख्न सकिएला, तर अहिले चाहिँ बोरिङ त कम्तीमा गरिराख्नुपर्छ त्यहाँनिर, होइन? त्यसमा बोरिङ गर्नुपर्छ। त्यसपछि त्यो सामानहरू इक्विपमेन्टहरू लगाएर कम्तीमा 2-4 कन्टेनर लगाएर त्यहाँ राखिदिनुपर्छ अहिले। भनेपछि यस्ता प्रारम्भिक कुराहरू चाहिँ हामीले फिजिकली नै गर्नुपर्छ। त्यसपछि बाँकी कुराको हकमा चाहिँ एउटा प्लान बनाएर हामीले बस्नुपर्छ, ताकि चाहिँ मेगा डिजास्टर भएको केसमा चाहिँ हामी अल्मलिनु नपरोस्। त्यो प्लान बमोजिम हामीले तुरुन्त मान्छेहरूलाई लगाएर क्याम्पलाई राख्न सकौँ, त्यसको लागि आइडेन्टिफाई गऱ्यौँ। नेपाल सरकारले छुट्याएका 83 वटा यिनी खुला क्षेत्रहरूमा अब कस्ता कस्ता कामहरू अगाडि बढ्छन् प्रदीप सर? भर्खर त अब आइडेन्टिफाई भयो, क्याबिनेट निर्णय गर्यो, राजपत्रमा अब छापियो भनेपछि अब हामीले त्यहाँ चाहिँ थायी संरचना निर्माण गर्नलाई गृह मन्त्रालयले सहमति दिनुपर्ने त्यो प्रोभिजन लागू गर्नुपर्छ। त्यसपछि हामी सबैजना सरकारी र गैर सरकारी एजेन्सी सबैजना एकै ठाउँमा बसेर क्याम्पको प्लानिङ गर्नुपर्छ। त्यसमध्ये 1-2 ठाउँमा चाहिँ बोरिङ गर्ने काम चाहिँ भइसकेको अवस्थामा छ। जस्तै नार्कमा अक्सफामले बोरिङको काम सुरु गरेको छ। त्यस्तै कीर्तिपुरमा चाहिँ भन्न अब त्यहाँ पनि काम सुरु, रेड क्रसले चाहिँ सर्टेन सामानहरू राख्ने भएर चाहिँ कामहरू सुरु गरिसकेको छ। भनेपछि अब गभर्मेन्टले आफैले र विभिन्न सङ्घ संस्थाले चाहिँ त्यसमा त्यो सामानहरू राख्ने काम र बोरिङ गर्ने काम चाहिँ अहिले सुरु गर्नुपर्छ र नक्सा बनाएर त्यो काम चाहिँ भर्खर अब सुरु हुँदैछ। त्यस सँगसँगै अब हामीलाई के हो भने ओपन स्पेस यस्तो महत्त्वपूर्ण भएर आयो। अब हामीलाई चाहिँ विभिन्न टोलमा हाम्रा साना ओपन स्पेसेस छ, हाम्रो यसलाई पनि आइडेन्टिफाई गरिदिनु पऱ्यो, यसलाई पनि हामीले यसरी प्लान गरिदिनु पऱ्यो भनेर हामीलाई डिमान्ड आइरहेको छ। अहिले हामी त 83 वटा त भर्खर सुरुवात मात्रै हो, अब यो त हामीले बढ्दै जान्छ। काठमाडौँ उपत्यकामा भनेको जनताको सक्रियता पनि अलिक बढ्दैछ। जनताबाट हामीले डिमान्ड आइसक्यो कि हाम्रो टोलमा पनि खुला क्षेत्र घोषणा गरिदिनु पऱ्यो, त्यसमा चाहिँ एउटा पानीको बोरिङ गरिदिनु पऱ्यो, एउटा केही पूर्वाधार बनाइदिनु पऱ्यो, हामीलाई टुल किट्सहरू ल्याएर राखिदिनु पऱ्यो भनेर हामीलाई डिमान्ड आइसक्यो। भनेपछि यो त यसले त झन् पब्लिक लेभलबाट यस्तो सपोर्ट पाएको छ, यो त एकदम अगाडि बढ्ने जस्तो छाँटदेखि चाहिँ। साथसाथै अब काठमाडौँमा त भयो, खोइ हामीले बाहिर खोइ पोखरामा खोइ विराटनगरमा खोइ भएर हामीलाई त्यहाँबाट डिमान्ड आइसक्यो र हामीले अहिले पत्राचार पनि गरिसक्यौँ त्यहाँ सम्बन्धित जिल्लामा कि अब तपाईँहरू यो ठाउँमा, जस्तै अहिले हामीले सुरुमा चाहिँ विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज 4वटा सिटीबाट सुरु गर्ने भनेका छौँ। यो 4वटा सिटीबाट डिमान्ड आएर हामीले भनेको त्यसबाहेक अरू ठाउँबाट पनि कुरा, हाम्रो सहर किन छोडेको, हाम्रो सहरमा पनि खुला क्षेत्र चाहियो,
भनेर मान्छेले डिमान्ड आइरहेको छ क्या पब्लिकबाट यस्तो राम्रो रिस्पोन्स भइरहेको छ यसलाई र यो चाहिँ वास्तवमा यो डिजास्टर भइहाल्यो भने त यो त यस्तो ठुलो अचुक उपाय हो यो भएन भने त मान्छे यहाँ त डिजास्टरबाट मर्ने त छँदैछ घाइते हुने बाँकी चाहिँ मिसम्यानेजमेन्टले गर्दाखेरि मान्छे घाइते हुन्छ त्यस कारणले चाहिँ यो त अत्यन्त महत्त्वपूर्ण कुरा हो म विमल सरकोमा जान चाहन्छु भूकम्पको अत्याधिक जोखिममा रहेको यस अवस्थामा समुदाय र यहाँहरूले अहिले के गर्दै हुनुहुन्छ यो जोखिमलाई घटाउनका लागि चाहिँ हामीले खास गरिकन नेपाल सरकारले जुन निर्देशित गरे अनुसार र समुदायको जोखिमको अवस्थालाई ध्यानमा राखेर हामीले अहिले दुईवटा ठुला कार्यक्रमहरू सञ्चालन गर्दैछौँ ती कार्यक्रमहरू भनेको ललितपुर काठमाडौँ कञ्चनपुर र धनगढीमा कैलालीमा शहरी जोखिम न्यूनीकरण कार्यक्रम एउटा कार्यक्रम भयो भने त्यस्तै गरिकन हामीले चाहिँ स्वास्थ्य क्षेत्रमा पनि उत्तिकै असर पर्ने भएको र स्वास्थ्य क्षेत्र र जनता बिचको एउटा चाहिँ त्यो बेलामा धेरै ठुलो काम गर्नुपर्ने अवस्था रहने हुँदा हामीले खास गरिकन यो त्रिभुवन विश्वविद्यालय अन्तर्गत टिचिङ हस्पिटलमा डिप बोरिङ जडान गर्ने कामहरू हामीले गरिरहेका छौँ र टिचिङ हस्पिटल काम चाहिँ हामीले सकिसक्यौँ अहिले प्रदीप सरले भनिसक्नुभयो नेपाल सरकारले 83 वटा खुला क्षेत्रको घोषणा पनि गरिसकेको छ यी खुला क्षेत्रहरूमा यहाँहरूको काम गर्ने योजना के कस्तो छ के गर्दै हुनुहुन्छ कि छ निश्चित रूपमा चाहिँ मैले अघि नै यहाँलाई जानकारी गराइसकेँ हाम्रो खास गरिकन नेपाल कृषि अनुसन्धान परिषद नार्क खुमलटारमा हामीले चाहिँ डिप बोरिङको लागि तपाईँको अन्तिम तयारीमा हाम्रो पुगिसकेको छ लोकेसन आइडेन्टिफिकेसन डिजाइन गर्ने कुराहरूदेखि लिएर गभर्मेन्टसँग तपाईँको चाहिँ एग्रिमेन्ट गर्नेदेखि लिएर ती सारा चिजहरू तयारी भइसकेको छ र अब हामी डिप बोरिङ त्यहाँ राख्दैछौँ भने त्यस्तै गरिकन हामी त्यहाँ स्टक पाइलिङ इमर्जेन्सी स्टक पाइलिङको सामग्रीहरू पनि हामी त्यहाँ राख्छौँ त्यसको लागि पनि पूर्वाधारहरू तयार भएको छ अब हामी यो वर्षमा त्यो स्टक पाइलिङको काम गर्दैछौँ त्यस्तै गरिकन कीर्तिपुर पनि त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको खुला क्षेत्रमा पनि हामीले चाहिँ डिप बोरिङको लागि सम्पूर्ण पूर्वाधारहरू तयार भइसकिसकेको छ र त्यस्तै गरिकन इमर्जेन्सी स्टक पाइलिङको कामहरू पनि हामी त्यहाँ गर्दैछौँ र हामीसँग स्रोत प्राप्त भएसम्म राज्यले खुला क्षेत्रमा घोषणा गरिएका क्षेत्रहरूमा हामी आगामी दिनहरूमा पनि यस्ता खालका क्रियाकलापहरू अगाडि बढाउने योजनामा छौँ यसै गरी म प्रदीप सरकोमा जान चाहन्छु अब ठुलो खालको विपद आइसक्यो भूकम्प आयो मानौँ भने अब यहाँका चाहिँ संरचनाहरू सबै भत्केको अवस्था हुन सक्ला हामीले अनुमान गर्दा त्यसरी पनि गर्नु पर्यो त्यो अवस्थामा चाहिँ हाम्रो राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रको भूमिका कस्तो रहन्छ त्यसले चाहिँ ती खुला क्षेत्रहरूको चाहिँ संयोजन र चाहिँ अरूलाई कसरी संयोजन गर्छ सर होइन त्यो विपदको सूचना सबभन्दा पहिले राष्ट्रिय आपतकालीन केन्द्रमै जान्छ राष्ट्रिय आपतकालीन केन्द्रमा गृह मन्त्रालयका पदाधिकारीहरू तत्काल मिटिङ बस्नुपर्छ त्यहाँ मिटिङ बसेर त्यो हामीले सर्च एन्ड रेस्क्यु काम पहिला गर्नुपर्छ खोज र उद्धार काम बढाइहाल्नुपर्छ र मेडिकल रिस्पोन्डर त्यो डाक्टरलाई तयार गरेर तुरुन्त घाइते उपचार गर्ने काम गर्नुपर्छ त्यस सँगसँगै ती विस्थापित जसो घर भत्किया छ घरमा बस्ने अवस्था छैन ती मान्छेलाई चाहिँ खुला क्षेत्रमा लगेर राख्नुपर्छ र कुन खुला क्षेत्रमा लगेर राख्ने कतिजना मान्छे राख्ने कहाँ कसरी टेन्ट व्यवस्था कसरी गर्ने भनेर जुन सारा यो प्लान गर्ने हुन्छ त्यो प्लानको सेन्ट्रल पोइन्ट नै राष्ट्रिय आपतकालीन उद्धार केन्द्र हो र त्यहीँ बसेर जुन हामीले सेन्ट्रल प्लान गरिन्छ त्यसैको आधारमा चाहिँ यो खुला क्षेत्रमा मान्छेहरू बस्ने कहाँ मेडिकल क्याम्प राख्ने कहाँ गार्बेज राख्ने कहाँ विदेशबाट आएका चाहिँ सहायता सामग्री कहाँ राख्ने त्यो सबैको सेन्ट्रल प्लानै एनयुसीमा हुन्छ राष्ट्रिय आपतकालीन केन्द्रमा हुन्छ भनेपछि तल्लो जनतादेखि लिएर अन्तर्राष्ट्रिय लेभलसम्म सबैले चाहिँ सूचना पाउने एउटा मूल थलो त्यो मूल थलो त्यही नै हुन्छ र त्यहीँबाट बाहिर प्रेसरले इन्फर्मेसन पाउने पनि त्यहीँबाट हो त्यहाँबाट पाएको इन्फर्मेसन चाहिँ आधिकारिक हुन्छ यसै गरी म फेरि विमल सरकोमा जान चाहन्छु अब भूकम्प पछिको आपतकालीन अवस्था भनेको जस आपतकै अवस्था हुने भयो यो अवस्थामा समुदायमा चाहिँ यहाँहरूले कस्ता कामहरू गर्दै हुनुहुन्छ समुदायलाई अलिकति आजैबाट चाहिँ पूर्व तयारीमा लागौँ भन्नका लागि कस्ता कामहरू गर्दै हुनुहुन्छ यहाँहरूले त्यसमा यस्तो छ हाम्रो अब अघि प्रदीप सरले भन्नुभएको काठमाडौँको खुला क्षेत्रहरूमध्ये दुईवटा ठुला मानिएका खुला क्षेत्रहरू खुमलटार र कीर्तिपुरको खुला क्षेत्रको वरिपरि रहेको वाडाहरूमा हामीले त्यहाँनिर समुदाय परिचालन गर्ने समुदायको सशक्तिकरण क्षमता अभिवृद्धि गर्ने फर्स्ट एड लाइट सर्च एन्ड रेस्क्युमा तपाईँको चाहिँ समुदायलाई क्षमता तालिम दिने जस्ता क्रियाकलापहरू अनि समुदाय स्तरको चाहिँ विपद व्यवस्थापन कार्ययोजनाहरू बनाउने त्यसलाई समुदाय स्तरमै तपाईँको ड्रिलिङ गर्ने कुराहरू भयो त्यस्तै गरिकन चेतना अभिवृद्धिका कार्यक्रमहरू हामीले गरिरहेका छौँ भने सँगसँगै मैले अघि यहाँलाई जानकारी गराएँ ती दुईवटा ठुला क्षेत्रहरूमा हामीले चाहिँ डिप बोरिङको लागि सम्पूर्ण तयारी भइसकेको छ र स्टक पाइलिङको कामहरू पनि भएको छ त्यस्तै गरिकन पश्चिमको महेन्द्रनगर र धनगढीमा हाम्रो सिमिलर नेचरको कार्यक्रमहरू त्यहाँ पनि सञ्चालन भइरहेको छ अहिले हामी कार्यक्रमको अन्तिम समयमा आइसकेका छौँ अन्त्यमा
भूकम्पीय जोखिम न्यूनीकरण गर्नका लागि भूकम्पको जोखिम घटाउनका लागि आजैबाट हामीले गर्नुपर्ने कुरा के छ प्रदीप सर? यसो छ, भूकम्प जोखिम आजैबाट पहिले सरकारी लेभलबाट गर्नुपर्ने कुरा के र समुदायबाट व्यक्तिबाट के भन्ने कुरा महत्त्वपूर्ण हुन्छ र सरकारले बाटो देखाइदिने अथवा इनिसिएसन सुरुवात गर्ने हो र केही सिस्टमहरू बसाइदिने हो। त्यसलाई त्यो सस्टेनेबल दिगो बनाउने काम चाहिँ व्यक्तिकै हो, समुदायकै हो। त्यस कारणले यसमा समुदायकै तहमा चाहिँ बढीभन्दा बढी सचेतना चाहिन्छ। जस्तै समुदायले घर बनाउँदाखेरि भूकम्प प्रतिरोधी घर, आफ्नो घर बनाउँदा, मैले मेरो घर बनाउँदा भूकम्प प्रतिरोधी घर बनाउनै पर्छ, सबैले बनाउनुपर्छ आफ्नो घर। र जसले घर बनाइसकेको छ त्यो मान्छेले पनि त्यो घरलाई फेरि चेक गराएर भूकम्प प्रतिरोधी छ कि छैन भनेर त्यसलाई चाहिँ भूकम्प प्रतिरोधी फेरि पार्नुपर्छ, त्यसलाई रेट्रोफिट भन्छ। त्यो गर्नै पर्छ समुदायले, व्यक्तिले गर्ने कुरा। त्यसपछि जुन अब गभर्मेन्टले विभिन्न वेयर हाउसहरू, जस्तै अहिले खुला क्षेत्र महत्त्वपूर्ण रूपमा आयो भनेपछि समुदायको लेभलबाट खुला क्षेत्र कहाँ छ होइन, कसरी जाने हो, इमिडिएट इभ्याकुएसन साइट कहाँ छ, हामी कसरी जानुपर्छ भन्ने कुराहरू सर्टेन कुराहरू चाहिँ अहिले बुझिराख्नुपर्छ। र समुदायको लेभलमा चाहिँ प्रचार प्रसार अब छलफलहरू व्यापक रूपमा गर्नुपर्छ। जस्तै यो टोलको मान्छेहरू भोलि के अरे भूकम्प गएर सबै घर भत्क्यो भने हामी कुदेर चाहिँ त्यो चौरमा जाने भनेर अहिले सल्लाह गरिरहेको समुदाय लेभलमा। र हरेक समुदायमा चाहिँ त्यो चौरहरू छुट्याएर त्यो ठाउँ राख्नुपर्छ, यो कुरा हो। त्यसपछि यो समुदायले चाहिँ सरकारले गरेको जुन यो खुला क्षेत्रको अवधारणा छ, यो अवधारणालाई चाहिँ एकदम राम्रो हिसाबले चाहिँ यसलाई उपयोग गरिदिनुपर्छ। खुला क्षेत्रलाई इन्क्रोच हुन नदिने र खुला क्षेत्रको बेलामा राख्ने र त्यसलाई चाहिँ भोलि विपदको बेलामा प्रयोग गर्ने गरी समुदायको लेभलबाट चाहिँ यसलाई उपयोग पनि गरिदिनुपर्छ। भन्दा यसमा चाहिँ सरकारले काम गर्ने हो, तर त्यो कामलाई दिगोपना चाहिँ समुदायकै सहभागिताले हुन्छ। त्यस कारणले समुदाय र व्यक्तिले चाहिँ सक्रियतापूर्वक सहभागी भइदिनुपर्छ। अनि समुदाय आफै तात्नुपर्छ, आफै तात्नुपर्छ, व्यक्ति आफै तात्नुपर्छ। यही प्रश्न यहाँलाई पनि राख्न चाहन्छु। मेरो प्रदीप सरले भन्नुभएको कुरामा सहमत छ। समुदाय नै पहिलो हो, किनभने समुदाय विपदको बेलामा सबैभन्दा बढी प्रभाव पर्ने समुदाय। त्यसले गर्दाखेरि समुदाय र समुदायमा रहेको परिवार, परिवारभित्र रहेको व्यक्ति स्तरमा तपाईँको चाहिँ सचेतनाका कार्यक्रमहरू परिचालन गर्नुपर्छ, त्यो आजदेखि। र दोस्रो कुरा, पारिवारिक स्तरमा विपद व्यवस्थापनका योजनाहरू, विपद आउँदाखेरि कहाँ भाग्ने, कसरी भाग्ने जस्ता कुराहरू परिवारको सबै सदस्यहरूलाई जानकार हुनु पर्यो, त्यो खालको योजना पनि बन्नु पर्यो। त्यस्तै गरिकन घर निर्माण गर्दाखेरि अहिले काठमाडौँमा काठमाडौँ लगायत अन्य सहरहरूमा बृहत किसिमको सहरीकरण बढिराखेर घर बनिरहेको अवस्था छ। र त्यो अवस्थामा घर निर्माण आचार संहितालाई सबै सबै समुदायले त्यसलाई चाहिँ पालना गर्नु पर्यो। त्यस्तै गरिकन राज्यले अहिले घोषणा गरेको 83वटा क्षेत्रहरूमा र टोलटोलमा रहेका सानातिना खुल्ला क्षेत्रहरूमा अन्य निर्माणका क्रियाकलापहरू हुन नदिकन त्यो खुल्ला क्षेत्रको बारेमा जानकार भएर बस्नु पर्यो। त्यस्तै गरिकन हरेक परिवारमा झटपट झोला अथवा गो ब्याग तयारी अवस्थामा हुनु पर्यो र त्यसमा आफ्नो की डकुमेन्टहरू जस्तो लाल पूर्जा, नागरिकता, पासपोर्ट, अन्य महत्त्वपूर्ण सामानहरू एउटै झोलामा प्याक गरेर जसले गर्दा विपदको बेलामा त्यो सामान नहराओस् अथवा क्षति कम होस् भनेर त्यस किसिमका तयारीहरू चाहिँ अहिले नै गर्न सकिन्छ, त्यो आजदेखि गर्न सकिन्छ। अन्य पोलिसी अथवा नीति निर्माणका कुराहरू भनेको राज्यले गरेकै छ, गरिरहेको छ र त्यसलाई अझ द्रुत गतिमा लिएर जानुपर्ने हुन्छ भन्ने मलाई लाग्छ। हवस् त, कार्यक्रममा सहभागी भइदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। धन्यवाद। तपाईसँगै बसेर भूकम्पीय जोखिम व्यवस्थापनका लागि भइरहेका प्रयासहरूका विषयमा छलफल गर्दा गर्दै आजलाई कार्यक्रमको निर्धारित समय पनि सकिने लाग्यो। कार्यक्रम सम्बन्धी तपाईँका कुनै प्रतिक्रिया छन् भने हामीलाई पठाउन सक्नुहुन्छ। यसका लागि हाम्रो ठेगाना छ कार्यक्रम भूकम्पीय चेतना, इको नेपाल, पोस्ट बक्स नम्बर 19720, काठमाडौँ, नेपाल। हवस् त, कार्यक्रम अवधिभर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै आजलाई कार्यक्रमबाट बिदा चाहन्छौँ। नमस्ते।